आदरणीय साथीहरू, भक्तहरू, आदरणीय भक्तहरू, यति बेला हामी स्याङ्जा जिल्लामा रहेको सतुङ चण्डीथानमा सतुङ चण्डी देवीको दर्शन गर्न गइरहेका छौँ र भक्तहरूको यो घुइँचो यहाँहरूले देखिसक्नु भएको छ र आज 2081 सालको चैते दशैं पनि हो आज र श्रद्धालु भक्त महानुभावहरूको यो घुइँचो देख्दाखेरिमा साह्रै हर्ष चाहिँ लागेको छ र यहाँहरूले पनि अब यो दृश्यलाई हेरेर चण्डीथानलाई हेरेर भक्तहरूलाई हेरेर दर्शन गर्दै भगवानलाई सम्झनु होला र मैले चिताएको कुरा सम्झिँदा मैले चिताएको कुरा पुग्छ भन्ने चाहिँ विश्वास छ र सतुङ चण्डी कालिका मन्दिर यो परापूर्वकालदेखि चलिआएको र यो यहाँहरूले जुन देखिरहनु भएको छ यो मुख्य मन्दिर हो, मूल मन्दिर। यो यहाँहरूले देखिरहनु भएको यो मूल मन्दिर हो र श्रद्धालु भक्तहरू आउने जाने क्रम चलिरहेको र यो आजको पूजा 2081 सालको चैते दशैंको यो जुन पूजा छ यो पूजा चाहिँ बडा दशैंको अष्टमी र नवमी जस्तै गरेर मनाइने कुरा चाहिँ थाहा भएको छ र यो भक्तहरूको यो रमाइलो र खुसी लाग्दो जुन यो अनुहारहरू छ यो देख्दा पटक पटक आइरहँ जस्तो। यहाँ पानीको पनि व्यवस्था गरिएको छ। म यहाँहरूलाई यो पुरै मन्दिरको परिक्रमा गर्छु र यहाँहरूलाई यो मन्दिरको दर्शन पनि म गराइरहेको छु। सतुङ चण्डीथानमा छौँ यति बेला हामी। यो मूल मन्दिर हो। यहाँ लेखिएको कुरा पनि म यहाँहरूलाई देखाउन गइरहेको छु। यो मूल मन्दिरको दृश्य हो र आदरणीय भक्त महानुभावहरू हजुरहरूलाई म मन्दिरको भित्री भाग पनि म देखाउन गइरहेको छु। खै बाबु मलाई यसो निक्लिदिनु है, म यसो एउटा फोटो भिडियो देखेँ। र यो मन्दिर परिक्रमा गरिसकेपछि मात्रै भित्री भागमा पूजा गर्न पाइने गर्छ र यो मन्दिरको सँगसँगै रहेका यी वृक्षहरू परापूर्वकालदेखि हामीले थाहा पाउँदाखेरिबाट नै छ। कतिले ख्याल गर्नुभएको होला, कतिले ख्याल गर्नुभएको छैन होला। र यो वृक्ष के को हो, कसलाई थाहा छ कृपया कमेन्टमा लेखिदिनु होला। थाहा छैन भने फेरि म भन्छु, अथवा ख्याल गर्नुभएको छैन भने र यो जान्न पनि जरुरी छ। र यो सतुङ चण्डीथानको चारैतिर ठुला ठुला वृक्षहरू, घनघोर जङ्गल यहाँहरूले देख्न सक्नुहुन्छ। भक्तहरू आफूले मागेका कुराहरू पुगेको र अब आगामी दिनहरूमा पनि आफूले चिताएका कुराहरू पुगुन् भनेर दर्शन गर्न र भगवानलाई आफूले बोलेका भेटीहरू लिएर चाहिँ आउनुभएको कुरा यहाँहरूले देख्नुभएको छ। सर्वविदितै छ। जय शम्भो, जय शम्भो। र यहाँहरूलाई यो म चण्डीथानको देवीको चाहिँ दर्शन गराइरहेको छु। अब यो मन्दिरलाई परिक्रमा गरेर यहाँबाट चाहिँ फेरि भित्र जाने ठाउँ छ। छेउबाट चाहिँ पुजारी बसेर पूजा गर्ने चलन छ। जय शम्भो, जय शम्भो, जय महाकाली, जय महाकाली, जय। यो वृक्ष हेर्नुहोस् त, यो के को होला। जय महाकाली।